नमस्कार। सम्पूर्ण प्रवासमा बसोबास गर्नुहुने, नेपालमा बसोबास गर्नुहुने आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूप्रति परदेशी आवाजको तर्फबाट नेपालमा हालै सम्पन्न निर्वाचनबाट एउटा स्पष्ट के म्यासेज आएको छ, एउटा स्पष्ट के सन्देश आएको छ भने परिवर्तन सम्भव छ। यी जो बन्दुकको नालबाट परिवर्तन ल्याउने माओवादी अनि पुरातन सोच र पुरातनवादी पुरानो राज्य सञ्चालन शैलीमा प्रेरित काङ्ग्रेस एमालेहरू के भन्थे भने रासोपालाई यो विदेशी शक्तिबाट परिचालित हो, यसले केही पनि गर्दैन, यो बिलाउँछ। तर जनताले उनीहरूले भनेको कुरालाई झुटा साबित गर्दिए कि यसरी उदायो रासोपा। यी आज 7 सालदेखि नेपालमा राज्य दोहन गरेर बसिरहेको काङ्ग्रेस, एकजना अहमताले भरिएको, घमण्डले भरिएको, दुर्योधन प्रवृत्तिको शासक भएको एमाले र जतिखेर पनि आफ्नो इसारामा देश नाच्नुपर्छ भन्ने अनि आफ्नो इसाराभन्दा बाहिर गयो भने फेरि हामी बन्दुक उठाउँछौँ भन्ने एउटा छेपारो प्रवृत्तिको प्रचण्डको माओवादी यसरी मिलाए कि उनीहरूलाई फेरि उठ्नको लागि लामो समयसम्म सङ्घर्ष गर्नुपर्ने स्थिति बनाए हो। यो सबै हुनुको पछाडि उनीहरूको अहमता र दम्भ नै हो। उनीहरूलाई के लागेको थियो कि जनताले जसो गरे पनि हामीलाई स्वीकार्नेछन्, नेपालमा अरू राजनीतिज्ञ छैनन्, जनता केही पनि होइन, तर संसदीय प्रणाली प्रजातान्त्रिक व्यवस्थामा जनताभन्दा ठुलो केही पनि हुँदैन। त्यसैले यहाँ यी कुराहरू भनिरहँदाखेरि रासोपाका विजयी प्रतिनिधिहरूलाई हामी प्रवासमा बसोबास गर्ने प्रवासी नेपाली अनि परदेशी आवाजको तर्फबाट हार्दिक बधाई तथा शुभकामनाका साथसाथै हिजो पुराना दलले जे गरे त्यो गर्ने छुट अब रासोपालाई हुने छैन। अब उनीहरूले सुशासन, जनताको मूल एजेन्डा के छ, जनताले के चाहेका छन्, त्यो बाटोमा उनीहरूको राजनीतिक यात्रा अगाडि बढ्न जरुरी छ। आजको भोलि सम्भव नहोला, तर यो स्पष्ट 5 वर्षमा तपाईहरूले एउटा मार्गचित्र बनाएर जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी काम गर्नुहोस् र अर्को 5 वर्ष पनि तपाईहरूको कर्मका आधारमा नेपाली जनताले यसरी नै विश्वास गर्नेछन् र फेरि पनि सम्पूर्ण प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको